नमस्ते, म पुष्कर झा, प्रेसिडेन्ट अफ साझा सपना र आज हामी लिएर आएको छौँ उद्यमी कथाको तेस्रो एपिसोड र यो एपिसोडमा हामीसँग जोडिनु भएको छ कुशलता थापा। उहाँले +2 हुँदै आफ्नो क्रोसे प्यासनलाई अगाडि बढाउनको लागि वुल अफ लभ भन्ने इन्स्टाग्राम बेस्ड ह्यान्डमेड बिजनेस स्टार्ट गर्नुभएको थियो। यार्न र क्रिएटिभिटीबाट सुरु भएको उहाँको यो जर्नी आज एकदम नै इन्सपाइरिङ छ र यस एपिसोडमा हामीले उहाँको स्ट्रगल, ग्रोथ र सक्सेसको कहानी सुन्नेछौँ। कुशलता बहिनी, स्वागत छ तिमीलाई हाम्रो उद्यमी कथाको तेस्रो एपिसोडमा। थ्याङ्क यू। मेरो नाम चाहिँ कुशलता थापा, अनर अफ वुल अफ लभ र मैले वुल अफ लभ खोलेको चाहिँ मोर देन 2 इयर्स भइसकेको छ। मैले +2 आफ्नो दिदीसँग मिलेर चाहिँ यो सानो बिजनेस एउटा स्टार्ट गरेको थिएँ र यही जर्नीलाई सेयर गर्नको लागि यहाँ इन्भाइट गरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद। कुशलता बहिनी, +2 पढ्दा चाहिँ मनी जतिखेर +2 पढ्थेँ त्यतिखेर के सोचाउँथेँ भन्दाखेरि एक त टाइम नै हुन्थेन, एसाइनमेन्ट्स, त्यो पछि इन्टरनल इक्जाम्स, कहिले ल्याब इक्जाम हुन्थ्यो, त्यो पछि पनि छुट्टी पाउँदा चाहिँ कहिले घर जाने कि त हाइकिङ जाने साथीहरूसँग भन्ने कुरा हुन्थ्यो। तर तिमीले चाहिँ म त्यतिखेरै कि आफ्नै स्टार्ट गर्छु, त्यो सोच चाहिँ तिमीलाई कहाँबाट आयो? के कुराले चाहिँ मोटिभेट गर्यो तिमीलाई? आई थिङ्क एउटा पुस स्टार्ट अथवा एउटा मोटिभेसनको फ्याक्टर चाहिँ मेरो साथीहरू अनि जुनियर्सहरूले चाहिँ गरेको थियो। आफैले यतिकै घरमा बोर भएर युट्युबबाट सिकेको एउटा स्किल थियो कि क्रोसे चाहिँ आफ्नै लागि मात्रै सानो सानो कुराहरू साथीलाई कहिलेकाहीँ गिफ्टहरू दिने गर्थेँ। अनि अब त्यही क्रममा देखेपछि चाहिँ जुनियर्सहरूले र साथीहरूले चाहिँ आई रादर पे यु, मलाई केही बनाइदेऊ न, सानो फुल बनाइदेऊ न, यो बनाइदेऊ न, मलाई कसैलाई गिफ्ट दिनु छ यताउति भन्दाखेरि चाहिँ आई थट एउटा मेरो स्किलबाट चाहिँ एउटा अर्निङ पनि हुन सक्दो रहेछ भने वाइ नट, लेट्स टर्न दिस इन्टु अ बिजनेस। एउटा सानो पेजबाट स्टार्ट गरेर इट वाज नट स्योर अर्डर आउला नआउला, तर आई मिन आई रिच अप टु हियर त्यहाँबाट। सो मेन फ्याक्टर आई थिङ्क मेरो साथीहरू नै थियो होला त्यसमा चाहिँ। भनेपछि मैले चाहिँ एउटा उदाहरण सुन्थेँ कि कुलत सङ्गतको साथीहरूको ग्रुपमा भइयो भने चाहिँ बिग्रिन्छ, छोराछोरी आमा बुवालाई धेरै जस्तो चिन्ता हुन्छ। तर कुशलता बहिनीको चाहिँ साथीहरूको ग्रुप चाहिँ उल्टा रहेछ ठ्याक्कै। उनीहरूले चाहिँ मोटिभेट गरेर कुशलता बहिनीले आफ्नो बिजनेस स्टार्ट गरे, जुन अहिले पनि उसले रन गरिरहेछ भनेपछि भन्छ नि राम्रो साथीले चाहिँ राम्रो एडभाइस दिन्छन्, यो चाहिँ यहाँ देखियो नै। तिमीले भन्यो लाइक तिमीले स्टार्ट गरेको मोर देन 2 इयर्स भयो। एउटा युट्युबबाट सिकेको एउटा तिमीलाई इन्ट्रेस्टिङ लागेर होला, तिमीले सिकेर आफूलाई कसैलाई गिफ्ट दिने सिकेको, तर त्यही कुरा अहिले तिमीले बिजनेस आइडियामा डेभलप गरेर यहाँसम्म आएको छौ। सो तिम्रो यो जर्नी चाहिँ अहिलेसम्म कसरी इभल्भ भएको छ? आई थिङ्क सुरुमा चाहिँ त्यस्तो बाहिरबाट अर्डर आउने भन्दा पनि आफ्नै साथीभाइहरू, दिदीहरू अनि रिलेटिभ्सहरूले चाहिँ अर्डर गरेर चाहिँ त्यसरी नै अर्निङ भइरहेको थियो। एउटा सोसियल मिडिया स्ट्राटेजी प्रपर थिएन, लजिस्टिक्सहरूको बारेमा थिएन, डेलिभरी गर्नको लागि थिएन र एउटा आफ्नो अडियन्सहरू चाहिँ ल्याउन सकेको थिएनौँ त्यतिखेर। बिस्तारी राम्ररी भिडियोजहरू प्रडक्टलाई सुट गरेर अनि त्यसको युटिलाइजेसनहरू चाहिँ देखाउँदै गएपछि अडियन्सहरू मोर एट्र्याक्ट हुँदै गए। कस्टमाइजेसनको एउटा सानो स्किम राखेपछि दे वर मोर विलिङ टु अर्डर, सामानहरू अर्डर गर्नलाई चाहिँ एकदम विलिङ हुँदै गएपछि अनि प्लस अर्को कुरा स्टलहरू राख्दै गएपछि आफ्नो अडियन्सहरू बनाउँदै गएर अहिले राम्रै अर्डर्सहरू आइरहेको छ, यहाँसम्म पुगेको छ जे होस्। तिमीले इन्स्टाग्राम टिकटक पेजबाट सुरु गरेको आफ्नो यो बिजनेस लाइक 2-3 वर्ष पहिले मलाई लाग्दैन कि मान्छेले त्यति धेरै अर्डर गर्थेन होला अनलाइन चाहिँ। अफलाइन मार्केटै मान्छेले रुचाउँथेन सपिङ गर्न चाहिँ। सो त्यतिखेर चाहिँ तिमीले फेस गरेको सबभन्दा ठुलो च्यालेन्जेस के थियो, त्यसलाई चाहिँ कसरी ओभरकम गरेर तिमी अहिले यहाँसम्म पुगेको छौ? आई थिङ्क सबसे ठुलो च्यालेन्ज त्यतिखेर एउटा ट्रस्ट बिल्ड गर्नु र एउटा कम्युनिटी बिल्ड गर्नु नै थियो होला। आफ्नो अब क्रोसेको मार्केट खोज्नु पनि अर्को एउटा बिग च्यालेन्ज थियो। मान्छेलाई ह्यान्डमेड सामानको भ्याल्यु एउटा बुझाउन पनि अलिकति गाह्रै नै थियो, च्यालेन्जिङ नै थियो। सोसियल मिडियामा भ्युज नआउने जस्तो कुराहरूदेखि लिएर एउटा राइट अडियन्सलाई ग्राब गर्न पनि अलिकति गाह्रो नै भएको थियो सुरुमा। पछि गएर एउटा सानो स्ट्राटेजीहरू बनाएर प्लानिङ राम्ररी गरेर चाहिँ आई थिङ्क एउटा राइट अडियन्स र मार्केट ग्राब गरेपछि चाहिँ वी स्टार्टेड ग्रोइङ। त्यहाँबाट नै ग्रोथ स्टार्ट भएको जस्तो लाग्छ। +2 पढ्दा पढ्दै चाहिँ छोराछोरीले घरमा चाहिँ मम्मी बुवानिर म अब बिजनेस गर्छु, बिजनेस सँगसँगै पढाइ पनि गर्छु भन्दा चाहिँ मलाई लाग्दैनन् कि मान्छन् होला इजिली, किनभने त्यतिखेर पढाइ नै सबभन्दा इम्पोर्टेन्ट हो जस्तो लाग्छ प्यारेन्ट्सको लागि पनि, अभियसली हो पनि। सो त्यतिखेर चाहिँ तिम्रो प्यारेन्ट्सको रियाक्सन के थियो र लाइक अनि सुरुको इन्भेस्टमेन्टहरू चाहिँ प्यारेन्ट्सले दिनुभएको हो कि आफ्नै सेभिङबाट तिमीले युज गरेको हो? आई थिङ्क मेरो प्यारेन्ट्सहरू दे वर डेफिनेटली एक्साइटेड कि केही नयाँ कुरा गर्दैछ। कसैले पनि फ्यामिलीमा बिजनेस नगरेको हुँदाखेरि चाहिँ एउटा नयाँ कुरा स्टार्ट गर्ने भन्दा चाहिँ दे वर भेरी सपोर्टिभ अबाउट इट। इनिसियल फेजको इन्भेस्टमेन्ट पनि मेरो प्यारेन्ट्सहरूले नै हालिदिनु भएको थियो। म र मेरो दिदीले केही कुरा गर्छु भन्दा चाहिँ दे वर भेरी ह्याप्पी अबाउट इट।
त्यसमै चाहिँ लाइक अब इनिसियल फेजमै चाहिँ एक्ज्याक्ट इन्भेस्टमेन्ट पनि याद होला त्यो एक्साइटेड मोमेन्ट हुन्छ नि त यति लाएर सुरु गरौँ केही भन्ने त्यो एक्ज्याक्ट एमाउन्ट चाहिँ कति थियो होला मैले एक्ज्याक्टली स्टार्ट गर्दाखेरि चाहिँ 2100 रुपिसबाट स्टार्ट गरेको थिएँ मेटेरियल्सहरू ल्याएर त्यति रुपियाँमा स्टार्ट गरेको थिएँ चाहिँ हजुर सो 2100 लाएर एउटा बिजनेस स्टार्ट गरेर अहिले यहाँसम्म ग्रो गर्नु भनेको धेरै नै ठुलो कुरा हो भनेपछि एउटा सानो एमाउन्टले पनि एउटा बिजनेसलाई ठुलो ठाउँसम्म पुर्याउन सक्छ भन्ने हामीले यहाँबाट बुझ्न नै सक्छौँ मलाई जहाँसम्म लाग्छ यो ह्यान्डमेड प्रडक्टहरूमा चाहिँ टाइम र प्राइसिङ ब्यालेन्स गर्न चाहिँ गाह्रै लाग्छ सो तिमीले चाहिँ यो कुरालाई कसरी ब्यालेन्स गरिरहेछौ अहिलेसम्म चाहिँ ह्यान्डमेड प्रडक्ट्स भन्ने बित्तिकै टाइम र एफर्ट चाहिँ अलिकति भ्यालुएबल नै चिज हुन्छ र त्यही अनुसार प्राइसिङ पनि गर्नुपर्ने हुन्छ अहिलेसम्म चाहिँ आइएम ट्राइङ माई बेस्ट आफूलाई ओभरवर्क नगरिकन प्राइस पनि सर्टन लेभलमै मेन्टेन गरेर बेस्ट प्रडक्टलाई बेस्ट प्राइसमा दिन चाहिँ एकदम बेस्ट ट्राई नै गरिरहेको छ अहिलेसम्म सो भनेपछि कुनै एउटा प्रोडक्ट बनाउन कति टाइम लागिरहेछ हजुर त्यो हिसाबले नै प्राइसिङ गरिरहेछौ मोस्टली टाइम र एफर्टले नै प्राइसिङ हुन्छ तिमीले यो बिजनेस स्टार्ट गरेको चाहिँ +2 बेलादेखि हो हजुर प्लस अहिले तिमी ब्याचलर सेकेन्ड इयर पढ्दैछौ सो त्यतिखेरदेखि अहिलेसम्म चाहिँ तिम्रो यो पढाइ सँगसँगैको बिजनेस चाहिँ कसरी गइरहेछ लाइक म्यानेज गर्न कतिको गाह्रो भइरहेछ सुरुमा इट वाज कन्फ्युजिङ अब कुन चाहिँलाई बढी फोकस दिने स्टडिजलाई दिने कि बिजनेसलाई दिने भनेर तर बिस्तारै बुझ्दै गएपछि प्रपर टाइम म्यानेजमेन्टसँग चाहिँ अब इक्जाम्सहरू हुँदाखेरि स्टडिजमा मोर फोकस दिने अरू बेलामा असाइनमेन्ट्स नहुँदा बिजनेसलाई बढी फोकस दिने त्यसरी नै प्रपर टाइम म्यानेजमेन्टसँग चाहिँ दुइटैलाई अगाडि बढाउन अलिकति सजिलो हुँदै गइरहेको छ सो भनेपछि टाइम म्यानेजमेन्ट चाहिँ जसले राम्रोसँग बुझ्यो युटिलाइज गर्न सक्यो उसले चाहिँ पढाइ सँगसँगै बिजनेस पनि गर्न सकिन्छ भन्ने कुरा यहाँबाट हामी बुझ्न सक्छौँ अहिलेसम्मको बिजनेस गर्दै आउँदा चाहिँ कुनै एउटा फेज आउँछ होला जुन बेला चाहिँ अर्डरै आइदिँदैन सो त्यतिखेर चाहिँ तिमीले आफूलाई कसरी मोटिभेटेड राख्छौ र अगाडि बढ्छौ आई थिङ्क त्यो अर्डर नआउने फेजलाई एउटा पज फेज भन्दा पनि एउटा प्रिपरेसन फेज जसरी लिएर चाहिँ त्यो बेलामा नयाँ प्रडक्टहरू बनाउँछु नयाँ भिडियोजहरू सुट गर्न नयाँ कन्टेन्ट आइडियाजहरूलाई युटिलाइज गर्छु त्यो टाइम चाहिँ सो मोस्टली एउटा पज भयो बिजनेस पज भयो भन्दा पनि त्यो बिजनेसलाई प्रिपरेसन गर्नलाई चाहिँ टाइम पाएँ भनेर सोचेर चाहिँ अगाडि बढ्छु तिम्रो प्रडक्टहरू चाहिँ अल ओभर द नेपाल नै डेलिभरी हुन्छ सो यो लजिस्टिक्स चाहिँ तिमीले एक्लैले म्यानेज गर्ने गरेछौ कि अनि कसैलाई अर्जेन्टली अर्डर चाहिरहेको हुन्छ भ्यालीभित्र नै कि मलाई अहिलेको 1-2 घन्टामा नै चाहियो सो त्यो कसरी म्यानेज गर्छौ तिमी मोस्टली अर्डर्सहरू चाहिँ हामीले लजिस्टिकको थ्रुबाट नै सेन्ड गरिरहेको हुन्छौँ अर्जेन्ट अर्डरको केसेसहरूमा अब सामान कहिले काहीँ एभाइलेबल हुँदैन अथवा त्यही बनाउनु पर्ने पनि सिचुएसन हुन्छ सो अर्जेन्ट चार्जहरू पनि लिइराखेको हुन्छौँ इफ बनाउनै पऱ्यो भने चाहिँ स्टकमै सामान छ भने चाहिँ विल सेन्ड इट टु यु थ्रु इनड्राइभ पठाऊ त्यस्तो अरू याङ्गोहरूबाट चाहिँ पठाइरहेको हुन्छौँ अनि अब बनाउनै पर्ने सामान छ बनाएरै पठाउनु पर्ने छ भने चाहिँ अर्जेन्ट चार्ज लिएर वी सेन्ड इट त्यसरी चाहिँ गरिरहेको छ अनि नेपालको अरू पार्टहरूमा जस्तै पठाउनलाई प्रिपेमेन्ट चाहिँ के कति लिने गर्छौ अहिले चाहिँ हाम्रो एभ्री अर्डरमा चाहिँ 50% प्रिपेमेन्ट र 50% चाहिँ क्यास अन डेलिभरी हुन्छ कसैलाई अब प्रिपेमेन्ट 50% दिन मन छैन भने उहाँहरूले डेलिभरी चार्ज मात्र पे मात्र गरेर पनि राख्नुभएको छ तिमीले अघि भन्यौ कि लाइक प्रोडक्टहरू कस्टमाइजेसन पनि गर्छौ कस्टमरको रिक्वेस्टमा तिमीले सो अहिलेसम्म चाहिँ कुनै युनिक या हुन्छ नि अनौठो यस्तो गरिदिनु न कुनै प्रडक्टमा मलाई यस्तो बनाएर पठाइदिनु भन्ने आएको छ अर्डर त्यस्तो कस्टमाइजेसन चाहिँ अलमोस्ट एभ्री प्रडक्टमा हुने भएकोले धेरै नै कस्टमाइजेसन भइरहेको हुन्छ एउटा एकदम माइन्डमा बसेको अर्डर चाहिँ आई थिङ्क एउटा पर्सनकै डल अथवा किचन बनाउनु हो उहाँहरूले चाहिँ आफ्नो अब लभड वान्सको अथवा गिफ्ट दिन लागेको मान्छेको फोटो पठाउनुहुन्छ र त्यो डिस्टिङ्क्ट क्यारेक्टरलाई चाहिँ एउटा सानो किचनमा र डलमा लिएर आउनुहुन्छ आई थिङ्क इट वाज द मोस्ट क्रिएटिभ अर्डर इट गट अप टु नाउ सो त्यो कस्टमाइजेसन बनाउन नर्मल अर्डर भन्दा त अलिक गाह्रो नै हुन्छ होला किनकि अभियसली त्यो फिचर्स हाल्नु पर्यो अरू मान्छेको सो त्यसमा चाहिँ कतिको गाह्रो फिल हुन्छ त्यो बनाउन चाहिँ आई थिङ्क अलिकति च्यालेन्जिङ नै हुन्छ नर्मल अर्डरहरू भन्दा तर मलाई चाहिँ कस्टमाइजेसनमा चाहिँ अलिकति फन पनि हुन्छ एउटा नयाँ कुरा क्रिएटिभ कुरा बनाउँदाखेरि चाहिँ मलाई पनि रमाइलो लाग्छ तिम्रो लागि चाहिँ सक्सेस के हो यो बिजनेस पर्सपेक्टिभमा प्लस यो उल अफ लभलाई चाहिँ तिमीले फ्युचरमा म यहाँ देख्न चाहन्छु भन्ने केही त्यस्तो सोचेको छ आई थिङ्क वुल अफ लभ र मेरो दुइटैको लागि सक्सेस चाहिँ ह्यान्डमेड ब्रान्डलाई चाहिँ अथेन्टिक र एउटा पर्सनल टच भएको भनेर चाहिँ वेल नोन गराउनु नै एउटा सक्सेस अथवा ग्रोथ हो भनेर भन्न सकिन्छ वुल अफ लभलाई पनि पछि गएर नेपालभरि नै एउटा ह्यान्डमेड ब्रान्ड र अथेन्टिक र पर्सनल टच कस्टमाइजेसन गर्न मिल्ने ब्रान्डमा बनाउन चाहिँ सक्सेस हो अहिलेको नेपालको ट्रेन्ड हेर्ने हो भने मलाई जहाँसम्म लाग्छ म्याक्सिमम् +2 पढ्ने स्टुडेन्ट्सहरूसँग केही न केही बिजनेस आइडिया हुन्छ उसले सोचि पनि रहेको हुन्छ कि मसँग यो पैसा भइदिएको म यो स्टार्ट गर्थेँ या मसँग यो ग्रुप भइदिएको म स्टार्ट गर्थेँ
अनि यस्तो कुरा चाहिँ म्याक्सिमम चाहिँ मलाई जहाँसम्म लाग्छ म नै आफ्नो साथीहरूसँग कुनै चिया पसलमा बस्छु त्यतिखेर हरेक दिन एउटा नयाँ नयाँ आइडिया आउँछ अनि त्यो आइडिया चाहिँ अब चिया खाइसकेर हामी बाहिर निस्किँदासम्म त्यो क्याफेमै सीमित रहन्छ त्यो वर्कआउट हुँदैन सो तिमीले त्यस्तो के आइडिया भएकोहरूलाई चाहिँ के सजेसन दिन चाहन्छौ कि त्यो आइडिया त्यहाँसम्म सीमित नरहेर कि बिजनेसमा कन्भर्ट होस् आई थिङ्क सबसे ठुलो च्यालेन्ज एउटा बिजनेस गर्नु चाहिँ सुरुमा इट्स डेफिनेटली अबाउट स्टार्ट गर्नु नै सुरुमा च्यालेन्ज हुन्छ नडराइकन एउटा रिस्क लिएर चाहिँ सानोबाट भए पनि स्टार्ट गर्नु नै एउटा ठुलो स्टेप हो यो अलरेडी हाफ वे देयर स्टार्ट गरिसकेपछि यो पनि फिगर इट आउट आफै नै फिगर आउट हुन्छ धेरै कुराहरू सिक्दै गइन्छ कसरी चाहिँ बिजनेस चल्दो रहेछ कसरी लजिस्टिक म्यानेज हुन्छ कस्टमरसँग इन्टरेक्सन कसरी हुन्छ चाहिँ आफै बिजनेस गर्दै गएपछि नै बुझिन्छ मैले पनि त्यसरी नै कसरी चाहिँ बिजनेस चल्छ भन्ने कुरै जिरो नलेजबाट चाहिँ अहिलेसम्म यहाँसम्म पुर्याएको छु सो टेक द रिस्क सुरुमा स्टार्ट गरेपछि चाहिँ यु गोना फिगर इट आउट अन योर ओन भनेपछि त्यो स्टार्ट गर्न नडराउने कि सानो एमाउन्ट इन्भेस्टमेन्ट भएर पनि स्टार्ट गर्दै गइसकेपछि चाहिँ त्यो कुराहरू बिचमा सिक्दै गइन्छ र फिगर आउट हुँदै जान्छ प्रब्लम्सहरू चाहिँ के कसो आइरहेछ त्यो जर्नीमा चाहिँ ल अब हामी हाम्रो अन्तिम प्रश्नतर्फ लागौँ एक लाइनमा भन्नुपर्दा चाहिँ यो क्रोसेले चाहिँ तिम्रो पर्सनल लाइफमा चाहिँ कसरी चेन्जेस ल्याएको छ आई थिङ्क क्रोसे प्लस यो बिजनेस ले चाहिँ मेरो लाइफमा मलाई सिकाएको एकदम मेन कुरा भनेको चाहिँ पेसेन्स कसरी चाहिँ एउटा सामान बन्छ त्यसलाई चाहिने टाइम एफर्टहरू र त्यो सामान बनाउँदै पनि टाइम म्यानेजमेन्टको कुराहरूदेखि लिएर धेरै नै लाइफ लेसन्सहरू चाहिँ मैले बिजनेस सँगसँगै त्यो स्किलद्वारा चाहिँ पाइ नै राखेको छु सो भनेपछि कुनै बिजनेस गर्दा हामीले त्यो बिजनेस वेमा मात्रै ग्रो हुँदैनौँ कि हाम्रो पर्सनल लाइफमा पनि त्यसले धेरै कुरा सिकाएर हुन्छ सो हामीले कुशलताको जर्नीबाट यही नै सिक्यौँ र आजको हाम्रो यो उद्यमी कथाको तेस्रो एपिसोड सकिसकेको छ